साथीहरु ल हामी अब आज बनाउँदै छौं सेलरोटी। ल तपाईले देख्न सक्नुहुन्छ कतिजनालाई खानालाई मन पर्छ, चट्ट मन पर्ने जतिले ट्याप्प हेरमै ल मुखबाट पानी नछड्नु होला। एकदम राम्रो तरिकाले पकाइरहेका छौं। सरर परदेशमा पनि हामी चाहिँ सेलरोटीतिर लागियो। आजको छुट्टी चाहिँ हामीले सेलरोटी बनाएर खाने कार्यक्रम छ। सबैजना साथीभाइ मिलेर जहाँ गए नि आफ्नो कला संस्कृति र रीतिरिवाज हाम्रो कल्चर खाना चाहिँ हामी छोडिन्नै साथीहरु। ल हेर्दै जानुस्, यो चाहिँ हो असली हाम्रो नेपालीपन। तपाईं देख्न सक्नुहुन्छ यहाँ सेलरोटी चार पाकिरहेका छन्, राता छन्। ल खाउँ 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 भइरहेको छ। खाना मनपर्ने जतिले देखेर वान चित्त भयो हुन्छ। ल यो चाहिँ हो, यो परदेशी भूमिबाट हो, यो नेपालतिरको होइन। यो नेपालमा हो भनेर फेरि नेपालमा त जले पनि बनाउँछन् भन्नुहुन्छ। यो चाहिँ हामी आज छुट्टीको दिन च्याट्ट हामीले सेलरोटी पकाएर खाँदैछौँ है साथीहरु। ल कति राम्रो हो, अरक्क लाएर च्याट्ट पाएको छ। बजारमा चामल पाइन्छ, चामल ल्याउने बनाउने पिसेर खान सकिन्छ है साथीहरु। ल जाँड हुन पर्यो त्यही हो। ल